कीर्तिणं या पराख्य कि पश्यन्ति मध्यमाथो तदनु भगवती वैखरी परिणरूपा सास्मद्वाचं प्रसन्ना गिरिहरिगिरिसा की पत्नी ब्रह्माणी भएर ब्रह्मालाई साथ दिनुहुन्छ। पालनको समयमा विष्णुकी पत्नी वैष्णवी भएर साथ दिनुहुन्छ भगवान। र संहारको समयमा रुद्रकी शक्ति रुद्राणी भएर शंकर भगवानलाई साथ दिनुहुन्छ। त्यस्तै माता भगवती जगतजननी दुर्गा माताले आएर मेरो वाणीलाई अलङ्कृत गर्यो। राधिता अलङ्करोतु, किनभने यो हाड र मासुले भरिएको जिब्रोले त्यत्रो दिव्य भगवतीको कथा भन्न हामी कहाँ सक्छौँ? ल भन्नुहोस् त, यो जिब्रोमा के छ? हाड मासु त त्यही हाड पनि छैन, मासु मात्रै छ जिब्रोमा। कोही बेला के भन्न खोज्छ के पो निस्किन्छ। जय माता दी। जिब्रोको तपस्या साँच्चै कडा छ कि तपाईँलाई थाहा छ? दुनियाँमा जिब्रोले जति तपस्या गर्छ त्यति केही पनि गर्दैन। कसरी थाहा छ? हेर्नुहोस् न, 32वटा कठोर कठोर दाँतहरूको बिचमा बसेको छ कि छैन? तर पनि यति जोगाउँछ आफूलाई कि त्यो 32वटा दाँतले कहिले टोक्न पाउँदैन। वरिपरि दाँत छ कि छैन भन्नु टोकिन त सोच्नु त अलिकति। हाम्रो यहाँ मण्डपमा अनि भजन हुँदा हुँदै माता रानीको हामी दर्शन गर्दैछौँ। बोलो जगत जननी दुर्गा माता की, जगत जननी दुर्गा माता की। यो जिंदगी के को लागि हो, हरि सुमिरन गर्न लागि हो। यो जिंदगी के को लागि हो, यो जिंदगी
कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते। प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी कुष्माण्डेति चतुर्थकं पंचमं स्कंदमातेति षष्ठं कात्यायनीति च नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिता उक्तान्येतानि नामानि ब्रह्म। किनभने नि दर्शन भनेको त एक झलक धेरै बेरसम्म हेरेकोलाई त हेरेको भनिन्छ, फेरि त्यो दर्शन भने त्यो हेरेको भयो। माता रानीको दर्शन त झलक्क हुने हो नि त, एकै झलक। त्यसैले त मन्दिरमा दर्शन गर्न जाँदा घरिघरि पर्दा लाउनुहुन्छ। एकै झलक दर्शन गरेपछि भयो 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 जुम 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 भनेर सबैलाई हटाइहाल्नुहुन्छ। त्यसैले आउनुहोस् भक्तजन, आज शैलपुत्री माताको दर्शन हामीले गऱ्यौँ र भोलिबाट हामी नियमित रूपमा कथा सुन्नेछौँ। बिहान 7 देखि समय रहे 10 साढे 10 सम्म देवी भगवतीको मूल पारायण पाठ हाम्रा गुरु भाइहरूले मिलेर गर्नुहुनेछ। अनि हामी 10:30 बजेदेखि 2:30 बजेसम्म कथा सुन्छौँ। यी सबै कथाहरू उनै माता रानीको चरणमा सादर समर्पण गर्दै अब हामी अगाडिको कार्यहरू, हाम्रो यहाँ गुरुजी हुनुहुन्छ सञ्चालक गुरुजी, उहाँलाई सुम्पिँदैछु। जय माता दी, 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 जय माता दी। समादरणीय धर्मोद्रागी भक्त सज्जनवृन्द, आज बीच बगान इस पुण्य पवित्र भूमि भगवान शंकर को दिव्य स्थली, जहाँ भगवान शंकर अष्टरुद्र रूप में विराजमान हुनुहुन्छ। त्यही पवित्र ठाउँमा हजुरहरू समस्त ग्रामवासीले एकत्रित भएर सार्वजनिकमा आयोजन गर्नुभएको श्रीमद्देवी भागवत महापुराण ज्ञान भक्ति ज्ञान महायज्ञ को आज प्रथम दिवस। अहिले भर्खरै परम श्रद्धेय गुरुजीले हामीलाई महात्म्य कथा अनि नियमहरू सुचारू रूपले सम्झाइसक्नुभयो र भोलिदेखिको कार्य सारिणी पनि गुरुदेवले पूर्ण गरिसक्नु भएको छ र भोलि बेलुकीको कथाहरू श्रवण गर्नेछौँ। तत्पश्चात प्रश्नोत्तर कार्यक्रम ज्ञानमाला अनि अन्य विविध कार्यहरू पनि हामी भोलिदेखि गर्नेछौँ र समय अनुसारले नै कार्य गर्नेछौँ र गुरुदेवले जुन हामीलाई आज्ञा दिइसक्नु भएको छ, समय सारिणीहरू बताइसक्नु भएको छ, सो रूपले नै अगाडि बढ्नेछौँ र धेरै धेरै कार्यहरू हुनेछन् दैनिक रूपमा र हजुरहरूले सो समयलाई, आफ्नो निर्धारित समयलाई साथ दिँदै यस पण्डालमा आएर बसेर भगवतीको कथा श्रवण गरेर आफ्नो मानव जीवनलाई धन्य बनाउनुहुन्छ। हामी हजुरहरूसँग आशावादी छौँ र विलम्ब नगरिकन आउनुहोस्। अब एउटा भगवतीको भजन हाम्रा सङ्गीत कलाकारको मुखारविन्दबाट, त्यसपछि हजुरहरूलाई दैनिक रूपमा हामी जानकारी दिँदै जानेछौँ। त्यसपछि आज शान्ति पाठ गरेर, आज धेरै गल्नु पनि भएको छ हजुरहरू, र शान्ति पाठ गरेर आजको कार्यलाई समापन गर्नेछौँ एउटा भजन पश्चात। बीच बगानको माहौल नै यस्तो हुन्छ कि भक्तिमा यति भाव विभोर यो ठाउँ, यो सुन्दर गाउँ आज नै जागरण जस्तो भइरहेको छ। हेर्नुहोस् न, बाहिर नै जति भित्र हुनुहुन्छ हजुरहरू सायद त्योभन्दा बढी बाहिर हुनुहुन्छ होला। यो चिसोमा पनि हजुरहरूको आगमन यो सुन्दर गाउँ, यो सुन्दर ठाउँको शोभा अझै बढाइएको छ। हजुरहरू सबैको आगमन भइरहोस् यसै गरी भन्ने हामी प्रार्थना। आउनुहोस्, पोहोर परार भेटेका थियौँ, होइन कि पोहोर पनि हामी भेटेनौँ, यसपालि केही समयपछि हामी भेटिरहेका छौँ। त्यसैले भजन हजुरहरूले अवश्य पनि सुन्नुभएको होला। पहिला पनि पोहोर परार भेटेका थियौँ यही मन्दिरैमा, यसपालि नि झुर्यो आमा त्यही मन्दिरैमा, देवी नाम जपेर बिताउन पाऊँ जीवन सधैँ भक्ति गरेर, बिताउन पाऊँ जीवन सधैँ सत्संग गरेर। सुन्दर भाव
स्वीकार्नु होला। पोहोर परा भेटेका थियौँ यही मन्दिरैमा, यसपालि नि जुर्यो आमा त्यही मन्दिरैमा। ओ देवी नाम जपेरा बिताउन जीवन सधैँ सत्संग गरेर, बिताउन जीवन सधैँ सत्संग गरेर। पोहोर परा भेटेका थियौँ यही मन्दिरैमा, पोहोर परा भेटेका थियौँ यही मन्दिरैमा, यसपालि नि जुर्यो आमा त्यही मन्दिरैमा, यसपालि नि जुर्यो आमा त्यही मन्दिरैमा। पोहोर परा भेटेका थियौँ यही मन्दिरैमा, त्यही मन्दिरैमा, यसपालि नि जुर्यो आमा त्यही मन्दिरैमा। ओम देवी नाम जपेरा, ओम देवी नाम जपेरा बिताउन पाऊँ जीवन सधैँ सत्संगेरा। जय माता दी, जय माता दी। सुन्दर यो गाउँको जुन प्रेम छ नि, जुन भक्ति छ, यो कहिले पनि नटुटोस्, यो एकमा सधैँभरि बनिरहोस् भन्ने प्रार्थना। हेलो त्यही मन्दिरैमा, यसपालि नि जुर्यो आमा त्यही मन्दिरैमा, त्यही मन्दिरैमा, यही मन्दिरैमा, यही मन्दिरैमा, त्यही मन्दिरैमा, त्यही मन्दिरैमा। पुरस्कार ल्याउनु पर्नेछ र कुनै पनि भण्डारा अथवा ब्राह्मण भोजन अथवा कुनै पनि सेवादानहरू हजुरहरूलाई गर्ने सो इच्छा छ भने उतापट्टि पुरानो आयोजक कमिटीको कार्यालयमा सम्पर्क गर्नुहोला। र अहिले उठेर नजानुहोस्, एकछिन नजानुहोस्, 2 मिनट। हजुर सबैजना, हजुरहरूलाई थाहा छ बिच बगानमा 4 पल्ट हुँदैछ। जबसम्म शान्तिपाठ भएर व्यास महाराजहरूले आफ्नो आसन छोड्नुहुन्न तबसम्म हामीले उठेर जानु हाम्रो संस्कार र धर्मले दिँदैन। तसर्थ हामी सबैले आँखा बन्द गरेर माता रानीसँग प्रार्थना गरौँ। हाम्रो गाउँमा सदा सर्वदा सुख शान्ति होस्, सम्पूर्ण राष्ट्रको कल्याण होस्, सबैजना सँगै बसौँ, सँगै मिलेर बसौँ। कहीँ जानुपर्दा पनि सङ्गत सँगै जाउँ, सम्बद्ध भौँ, कसैको वचन कसैले नकाटोस्, सबैजना एकले अर्काको समर्थन गरेर बसौँ, सबैजनाको बिचमा भाइचारा रहोस्, मित्रताको सम्बन्ध रहोस्। यही माता रानीसँग प्रार्थना गरौँ। आउनुहोस्, हाम्रो देश, हाम्रो गाउँ, हाम्रो समाज, हाम्रो राष्ट्र,
हाम्रो मन, हाम्रो जीवन, हाम्रो घर अनि हाम्रो सम्पूर्ण परिवारमा सदा सर्वदा सुख शान्तिको कामना गर्दै आँखा बन्द गरेर एकछिन माता रानीसँग प्रार्थना गरौँ। सबैले मसँगै ओमकारको उच्चारण गर्नुहोला। सर्वे भवन्तु सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुर्ग्रहः। ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय। ॐ शान्ति शान्ति शान्ति। जय माता दी, राधे राधे। तिमी बोले आस विश्वास विश्वास, तिमी बोले आस विश्वास विश्वास, तिमी बोले। ठिक पनि हुनुभएको थियो, त्यहाँबाट घर पनि ल्याएका थिए। तर त्यसको पछाडि जब अचानक फेरि त्यही बिमारी बल्झ्यो, साह्रो हुनुभयो। त्यो दिन हस्पिटल लाने दिन हाम्रो माताजीहरू पनि जानुभएको थियो। हाम्रो घरमै हुनुहुन्थ्यो साँझको समयमा, फरवरी महिनाको 9 तारिक। त्यति बेला हस्पिटल लगेको। हजुरहरूको माया शुभकामनाले गर्दा आमालाई ठिक भइसकेको थियो, तर उहाँको दिन नै समय नै समाप्त भइसकेको छ। र त्यो समयमा गुरुजीले सबै कार्य सम्हाल्नुभयो। म त गुरुजी हुनुहुन्न थियो भने मसँग अरू कुनै साधारण व्यक्ति, पाठ गर्न मात्रै सक्ने व्यक्ति हुनुहुन्थ्यो, गुरुजी हुनुहुन्थ्यो भने मलाई कति साह्रो पर्थ्यो, कति अप्ठ्यारो पर्थ्यो। त्यो समयमा मैले गुरुजी कहाँ खोजेर दिने अर्को। तर पूज्यश्री हुनुहुन्थ्यो, उहाँले सबै सम्हाल्नु भयो। म निर्धक्क भएर आमाको सेवामा थिएँ। त्यसरी त्यो समयमा शिव पुराण भयो। पहिलोपल्ट भागवत पुराण, दोस्रोपल्ट श्रीराम कथा भयो, तेस्रोपल्ट शिव पुराण भयो, शिव कथा, र अहिले चौथोपल्ट तपाईँहरूको यो सुन्दर ठाउँ बिजबगानमा यही माटमा देवी भागवत महापुराण भएछ। ध्यान दिनुहोस्, श्रीमद् भागवत महापुराण भक्ति जागृत गर्नको लागि, भक्ति प्राप्तिको लागि, भगवान श्रीरामको कथा ज्ञान प्राप्तिको लागि, ज्ञान पाउनलाई, भगवान शिवको कथा वैराग्य प्राप्तिको लागि हो। भक्तिको, कृष्ण भनेको भक्तिको प्रतीक हो। र यस सबै कुरो गरिसकेपछि यस घोर कलियुगमा शक्ति हामीलाई सबैभन्दा धेरै चाहिन्छ। शक्ति छैन भने नै हो हामी बिमारी हुने। बिमारीसँग लड्ने शक्ति जब कमजोर पर्छ नि, तब बिमारीले हामीलाई जित्दै जान्छ अनि हामी लाचार हुँदै जान्छौँ। त्यसैले शक्ति प्राप्तिको लागि देवीको कथा। आदरणीय भक्तजन,
देवी भगवतीको कथा चाहिँ के को लागि हो? शक्ति प्राप्तिको लागि। त्यसैले गर्दा जति पनि मानिसहरू छन् शक्ति प्राप्त गर्नलाई देवीकै पूजा गर्छन्, माता भगवतीकै पूजा गर्छन्। माता भगवती शक्ति रूपेण संस्थिता, या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। त्यसैले यसपालि हामी बिजबगानमा 2025मा जनवरी महिनाको 5 तारिकदेखि शक्ति स्वरूपिणी माता भगवतीलाई आवाहन गरेर राखेका छौँ र पूजा गर्दैछौँ। र भगवान व्यासजी महाराजले पनि अब शङ्कर भगवानको भक्तिमा लीन हुनुभएको छ। पुत्र प्राप्तिको कामना गर्दै भोलेनाथको तपस्या गर्नुभयो। तपस्या गर्दा गर्दै के भएछ? स्वर्गमा बसेका इन्द्र महाराजलाई चाहिँ डर भएछ कि। जय माता दी। साह्रो भन्नुहोस् त अलिक, अझै साह्रो। जसले साह्रो भन्नुहुन्छ उसलाई मात्रै प्रसाद दिने हो गुरुजी भन्नुहुँदै थियो अघि। हो नि त, मजाले भगवानको नाम जप्नु पर्यो नि, अलिकति प्रसाद खाएको पनि भरे पच्छ। त्यसैले सबैले प्रेमले जय माता दी, जय माता दी, जय माता दी। त भगवान व्यासजी महाराजले शङ्कर भगवानको तपस्या गर्दा गर्दै ओम नमः शिवाय मन्त्र जप्दा जप्दै आज सोमबारको दिन शङ्कर भगवानले दर्शन दिनुभयो। किन यसरी मेरो तपस्या गर्नुहुन्छ भनेर शिवजीले भन्नुभयो। भगवान वेदव्यासजी महाराजको यो तपस्या शङ्कर भगवानले त पछि गएर दर्शन दिनुभयो, तर त्योभन्दा पहिले इन्द्र महाराजको आसन हल्लियो। जसले पनि तपस्या गर्छ इन्द्रको आसन हल्लिन्छ। इन्द्रले सोध्छन् हो न हो स्वर्गलाई नै हत्याउनको लागि चाहिँ स्वर्गकै राजा भएर बस्नको लागि तप गरेको होला। अनि अप्सराहरू पठाए इन्द्रले, कसैले केही बिगार्न सकेनन् व्यासलाई। व्यासको तपस्या भङ्ग भएन। अनि शिवजीले गएर भनिदिनु भयो, किन यसरी व्यासको तपस्या भङ्ग गर्न खोज्छौ? तिम्रो स्वर्ग लुट्नको लागि त होइन त व्यासले तप गरेको, उनलाई त पुत्र चाहिएको छ। अब म गएर पुत्र दिन्छु, तिमीहरू किन डराउँछौ यसरी भनेर इन्द्रलाई सम्झाइ बुझाइ गराएर भगवान व्यासको अगाडि भोलेनाथ प्रकट हुनुभएको छ। भोले शङ्कर भगवान की। शङ्कर भगवान यस्तो सुन्दर स्वरूपमा हुनुहुन्छ। जटा धारण गर्नुभएको छ, त्रिपुण्ड लाउनु भएको छ। भगवान भोलेनाथले त्रिपुण्ड लाउनु। त्यो 3वटा धर्का के हो थाहा छ? 3वटा धर्का भनेको पनि ओमको प्रतीक। अ उ म। जनैमा पनि 3वटा धागो हुन्छ। अ उ म, ओमकारको प्रतीक। भगवानले लाउनु भएको त्रिपुण्डमा पनि अ उ म, ओमकारकै प्रतीक। भगवान श्रीरामले लाउनु भएको ऊर्ध्वपुण्ड हुन्छ। त्यो ऊर्ध्वपुण्डमा पनि 3टै धारका हुन्छन्। अ उ म। ओमलाई चाहिँ सबैले मानेको छ। ओमलाई नि चाहे हिन्दू होस्, चाहे मुस्लिम होस्, चाहे सिख होस्, चाहे इसाई होस्, जसले पनि ओमलाई मानेको छ। बाँकी मात्र उनीहरूले भनुन् नभनुन्, तर ओम चाहिँ भन्छन् सबैले नै। त्यसरी भगवान भोलेनाथले पनि त्रिपुण्ड लाउनु भएको छ। अनि गलामा उनीहरू मुण्ड माला छ, बडा सुन्दर बाघको छाला लाउनु भएको छ, सर्पको माला लाउनु भएको छ, हातमा त्रिशूल लिनुभएको छ, डमरू लिनुभएको छ, अनि खरानी घस्नु भएको छ। नन्दीमा व्यासजीले देख्नुभयो, प्रणाम गर्नुहुन्छ। भोले शङ्कर भगवान की। विभिन्न स्तुति गर्नुहुन्छ। अनि के भन्नुहुन्छ अन्त? असितगिरि समं स्यात् कज्जलं सिन्धु पात्रे, सुरतरुवर शाखा लेखनी पत्रमुर्वि, लिखति यदि गृहीत्वा शारदा सर्वकालं, तदपि तव गुणानां सपारं नयाति। के भन्नुहुन्छ? असितगिरि समं स्यात् कज्जलं सिन्धु पात्रे। सारा धरतीलाई कागज बनाएर, सारा धरतीलाई कागज बनाएर, यो संसारमा जति रुख छन् नि रुखहरू, त्यो सबै रुखलाई चाहिँ पेन बनाएर, त्यो सबै रुखलाई पेन बनाएर, कलम बनाएर, साथै एउटा समुद्रको मसी बनाएर, स्याही बनाएर, साक्षात् सरस्वती माताले शङ्कर भगवानको कथा लेख्न बस्नुभयो भने सकिँदैन।
त्यो कागज कम्ती पर्छ अरे, स्याही सकिन्छ अरे, सरस्वती माता थाक्नुहुन्छ अरे, तर भगवान् शङ्करको गुण लेखेर सकिँदैन। त्यति धेरै छ भगवान्को महिमा। यति व्यासजीले भनिदिनु भयो, प्रभु हजुरको यत्रो धेरै महिमा मैले गाएर कसरी सक्ने, त्यसैले म माथि प्रसन्न हुनुहोस्, मलाई पुत्र दिनुहोस् भन्नुभयो। प्रभु शङ्कर भगवान्ले कस्तो पुत्र चाहियो भन्नुभयो। पुत्र त पुत्र, कस्तो पुत्र चाहियो? तिमीलाई संसारमा भुल्याउने पुत्र चाहियो कि तिमीलाई मुक्ति गराउने पुत्र चाहियो? तिम्रो मानलाई उच्च बनाउने पुत्र चाहियो कि तिम्रो मान घटाउने पुत्र चाहियो? पुत्र पनि दुई प्रकारको हुन्छ नि त। छोरा दुई प्रकारको हुन्छ। एक प्रकारको छोरोले बाउले कमाएको सम्पत्ति होस्, मान मर्यादा होस्, जे पनि होस् त्यसलाई बढाउने काम गर्छ। अर्को छोरोले बाबाले कमाएको सम्पत्ति, मान सम्मान सबैलाई घटाउने काम गर्छ। जय माताजी। जसले बढाउने काम गर्छ ऊ सुपुत्र, जसले घटाउने काम गर्छ ऊ कुपुत्र। कुपुत्रो दुःखदायक, कुपुत्र चाहिँ दुःख दिनेवाला हुन्छ। धुन्धुकारी पनि त छोरै थियो नि त, कसैको होइन। तर खोइ त उसले गर्दा बाबा पनि मर्नु पर्यो, आमा पनि गएर कुवामा हाम फालेर मर्नु पर्यो। त त्यस्तो छोरो चाहियो कि राम्रो? व्यासजी भन्नुहुन्छ राम्रो छोरो चाहियो नि, राम्रो छोरो चाहियो। तपाईँको भक्ति गर्ने छोरो चाहियो, पुराणको विस्तार गर्ने छोरो चाहियो, मेरो मान सम्मानलाई बढाउने छोरो चाहियो, म भन्दा ज्ञानी हुने छोरो चाहियो। भगवान् शङ्करले तथास्तु भनिदिनु भयो। तथास्तु एवमेवमस्तु। यति भनेर भोलेनाथ गइसकेपछि व्यासजी महाराज मनमनै बडा प्रसन्न हुनुभयो र माता भगवतीलाई प्रणाम गर्नुहुन्छ। धन्य हुनुहुन्छ हजुर, र धन्य छ हजुरको यो नवरात्रिको व्रत। जुन नवरात्रिको व्रतले गर्दा हजुरबाट मैले भोलेनाथको तप गर्ने प्रेरणा पाएँ, अनि आज भोलेनाथको कृपाले मैले पुत्र पाउने वर पाएँ। छोरो कुपुत्र भए पनि तपाईँ हामीले कमाएको सम्पत्तिको केही फाइदा हुँदैन, छोरोको लागि राखिदिएर लाभ छैन। छोरो सुपुत्र भए पनि हामीले कमाएर छोराछोरीलाई सम्पत्ति राखिदिनुको कुनै औचित्य छैन। किन थाहा छ? हामीले कमाएर राखिदिएको सम्पत्तिलाई 2 दिनमै सबै शेष पार्छ। के फाइदा भएर हामीले राखेर पनि के फाइदा? उसले त सकिहाल्छ। त्यसैले छोरालाई चाहिँ शिक्षा दिनुहोस्, संस्कार दिनुहोस्, सम्पत्ति नदिनुहोस्। शिक्षा र संस्कार उसको सबैभन्दा ठुलो सम्पत्ति हो। पैसा त कमाइहाल्छ, कमाउने लायक चाहिँ बनाइदिनुपर्छ। त्यसैले हाम्रो धर्मशास्त्रले भन्छ छोराछोरीको लागि कुनै पनि अंशबन्ड गर्ने जरुरी छैन, तिनीहरूलाई पढाइदिनुहोस्। यति ज्ञानी बनाउनुहोस् कि बाबा आमालाई नै हाम्रो सबैभन्दा ठुलो सम्पत्ति भनेर मान्नु। अरू कुनै सम्पत्ति केही होइन, तर बाबा आमा जतिको ठुलो हाम्रो सम्पत्ति केही होइन भनेर बुढेसकालसम्म बाबा आमाको हात पाउ बसुन्जेलसम्म, ओछ्यान लागुन्जेलसम्म, अन्तिम अवस्थासम्म बाबा आमाको अगाडि बसेर उनीहरूको सेवा गर्नु, त्यो हो सबैभन्दा ठुलो सुपुत्रको लक्षण। र वेदव्यासजी महाराजले त्यस्तै छोरो पाउनु भन्नु वरदान त पाउनुभयो। अब वेदव्यासजी महाराज माता भगवतीको चिन्तन गर्नुहुन्छ। आदरणीय भक्तजन, छोरो सतपुत्र प्राप्त होस् भनेर चाहिँ दुर्गा माताको बडा मिठो चिन्तन गर्नुहुँदैछ। र यहाँ आज दोस्रो दिन हो, आज दोस्रो दिन। द्वितीयं ब्रह्मचारिणी। अब वेदव्यासजी महाराजले पुत्र प्राप्ति गर्नुहुन्छ र कसरी पुत्र प्राप्त हुन्छ, विवाह गर्नुहुन्छ कि हुनुहुन्न, कि विवाह गरेर पुत्र प्राप्ति हुन्छ कि विवाह नगरी पुत्र प्राप्ति हुन्छ कि त्यो पुत्रले के गर्छ, यो सबै कथाहरू हामी भोलिको प्रसङ्गमा सुन्नेछौँ। किनभने आज समय पनि भयो। अब झाँकी माता भगवतीको शैलपुत्री देखिपछि ब्रह्मचारिणी माता, ब्रह्मचारिणी माताको हामीले दर्शन गर्नु छ। जो हाम्रो गुरुजी हुनुहुन्छ श्री केशव काफ्लेजी, उहाँले सुन्दर सुन्दर झाँकीको दर्शन गराउनुहुन्छ हामीलाई। अब एउटा मिठो भजनमा माता भगवती आउनुहुन्छ। द्वितीयं ब्रह्मचारिणी, ब्रह्मचारिणी माताको रूपमा भगवतीको दिव्य दर्शन गर्दै एउटा मिठो भजन आऊ, हामी सबै आनन्दले श्रवण गरौँ। बोलो जगत जननी दुर्गा माता। तिमी जन्म दिने आमा
जग जननी तिमी भाग्य विधाता तिमी आमा जग जननी तिमी भाग्य विधाता हे आमा आमा मेरी दुर्गे आमा तिमी जन्म दिने आमा तिमी धरती माता तिमी जन्म दिने आमा तिमी धरती माता तिमी आमा जगत जननी तिमी भाग्य विधाता तिमी आमा जगत जननी तिमी भाग्य विधाता हे आमा आमा मेरी दुर्गे आमा हे आमा मेरी दुर्गे आमा तिमी आमा जगत जननी तिमी दुर्गा काली तिमी आमा जगत जननी तिमी दुर्गा काली हे आमा मेरी दुर्गे आमा हे आमा मेरी दुर्गे आमा जय माता दी ताली से रखेंगे देवता को रक्षा करना दुष्ट दानव मारो देवता को रक्षा करना दुष्ट दानव मारो भद्रता के दिले आमा धीरे धीरे रूप धरो तिमी आमा शक्ति रूपा तिमी शक्तिशाली तिमी आमा शक्ति दुर्गा काली तिमी आमा जगत जननी तिमी दुर्गा काली हे आमा मेरी दुर्गे आमा हे आमा हे माता तिमी आमा जगत जननी तिमी भाग्य विधाता तिमी आमा जगत जननी तिमी भाग्य विधाता कति शुद्ध भएर जानुहुन्छ त्यसै गरी आउनुहोस् यहाँ 9 दिनसम्म देवी प्रपन्नाति हरे प्रसीद त्वमेश्वरी देवी चराचरस्य शरणागत दीनार्थ परित्राण परायण सर्वस्यार्ति हरे देवी नारायणी नमोस्तुते। हात जोडेर खुल्ले नमस्कार गर्नुहोस्। नव दुर्गा प्रकृतिता तानि तानि नामानि ब्रह्मणैव महात्मना। जगजानी दुर्गा माता की, ब्रह्मचारिणी माता की, लोकसन्नि भयसनि अग्निः प्रजां बहुलां करोत्वन्नं परिवृतस्मान् शुभम्। आरती जग पावन पुराण की, आरती जग पावन पुराण की। मातृचरित्र विचित्र गान की, मातृचरित्र विचित्र गान की। आरती जग पावन पुराण की, आरती जग पावन पुराण की।
विमल ज्ञान रवि मोहक निर्भय विमल ज्ञान रवि मोहक परम मधुर आरती जग पावन पुराण की आरती जग पावन पुराण की परमानंद सुधा विस्तारिणी परमानंद सुधा विस्तारिणी सुमहोषध ज्ञानहारिणी सुमहोषध ज्ञानहारिणी संतत सतत साई नूतन नित्य विभूति विधायिनी नूतन नित्य विभूति विधायिनी परम प्रभाकर तत्व ज्ञान की परम प्रभाकर तत्व ज्ञान की आरती जग पावन पुराण की आरती जग पावन पुराण की आरती शांति भ्रांति भय भंजनी आपताप रंजनी सुचि सेवक मन मानस रंजनी शुचि सेवक मन मानस रंजनी लीला रस मधुमय निधान की लीला रस मधुमय निधान की आरती जग पावन पुराण की आरती जग पावन पुराण की मातृचरित्र विचित्र खान की मातृचरित्र विचित्र खान की आरती जग पावन पुराण की आरती जग पावन पुराण की मातृचरित्र विचित्र खान कर्पूर गौरम करुणाकारं संसार सारं भुजगेन्द्रहारं त्वमेव माता सपिता त्वमेव त्वमेव बन्धु सखा त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्व मम देव देव इमानि पुष्पाणि मनोहराणि शिलासुराणामपि दुर्लभानि कल्पद्रुमाति पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर मन्त्रपुष्पाञ्जलिं समर्पयामः पुराणपुरुषोत्तमाय नमो नमः। श्री गणेश भगवान की जय। श्री गणेश भगवान की जय। श्रीमद्देवी भागवत महापुराण की जय। श्री व्यास जी महाराज की जय। श्री सुखदेव जी महाराज की जय। श्री परीक्षित महाराज की जय। श्री जन्मेजय महाराज की जय। श्यावर रामचंद्र की जय। राधावर कृष्ण चंद्र की जय। पवन पुत्र हनुमान की जय। उमापति महादेव की जय। रमापति रामचंद्र की जय। जगत जननी दुर्गा माता की
सत्य सनातन धर्म की, भारत माता की, गौ माता, समस्त भक्तजनों की, ब्रह्मचारिणी माता की, सद्गुरुदेव महाराज की जय जय श्री राधे। नमः पार्वती पतये हर 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 महादेव। हरि ओम माजे तीर्थानि प्रचरन्ति श्रीकाष्ठानि मया दत्तम् उमाय सहित हर। हरि ओम माद्योः शान्तिरन्तरिक्षा शान्ति ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि। पापोऽहं पापकर्माहं पापात्मा पापसंभवः त्राहि मां पुण्डरीकाक्ष गतं पापं गतं दुःखं गतं दारिद्र्यम् आगत सुख संपत्ति। एक हफ्ता पहले निकाल दिया, ले जाकर रख दिया, गरम आलू उबालने वाले लाइट जला करके अंदर रख दिया बोल में, गमला में निकाल के लिए आए। वो क्या करेगा जीवन में? 6 महीने तक तो पाँव में खड़ा नहीं हो पाता, सिर एक को पकड़ना पड़ेगा, शरीर एक को पकड़ना पड़ेगा, वो क्या करेगा जीवन में? हमारे मुस्लिम परिवार के मेरे भाई बहनों को, माताओं को देखिए कितना परिश्रम करती हैं। उनका बच्चा कोई भी नर्सिंग होम में जाकर के काट के पैदा नहीं होता है। वो छोटे छोटे हैं फिर भी आत्मनिर्भर गैरेज में जाकर के काम कर लेते हैं, अपना जीवन यापन कर रहे हैं। थोड़ा पैसा होगा कि बिगड़े हुए तो हमारे लोग होते हैं, है कि नहीं? अली का देखिए बर्बाद कर रहे नर्सिंग होम अलीपुर वाले थे, वहां को आ रहे थे। वो क्या कर देगा? उसका नाना घर ही नर्सिंग होम हो जाएगा। इसीलिए अपने आप को कर्मठ करें। आप वो हो। सबसे बड़ा पाप है, पाप किसको बोलते हैं? परोपकार पुण्याय पापाय परपीड़नम। दूसरे को दुख देना पाप है, तो अपने आप को दुखी करना महापाप। अपने को छोटा समझ के, अपने आप को हीन मान करके, मैं किसी काम का नहीं हूं, मैं जीरो हूं, ये सोच के हीन भावना लाना महापाप है। और आत्महत्या करना और धर्म परिवर्तन करना वो महापाप है। जिस धर्म में पैदा हुए थे, जो जन्मजात अन्य धर्म के मां के गर्भ से पैदा हुआ वो तो ठीक है, उसको पता नहीं, उसको दोष नहीं। लेकिन सनातनी माँ बाप के घर में पैदा होकर के धर्म परिवर्तन करता है, पैसे के लालच में आकर के, और दुर्गा पूजा वाली ढाक बजता है तो उसका मन आत्मा तो बोलता है ना, उसका आत्मा तो सनातन है ना, वो सनातन कभी बदलने वाला नहीं है। तुमने मंदिर छोड़कर चर्च में जाने लग गए, लेकिन तुम्हारे अंदर का सनातन तो वही है ना, वही लेके गए हो ना, मर के फिर पैदा तो नहीं हुए हो। वो सनातनी ढाक की आवाज सुनता है तो सनातनी बोलता है काश मैं भी वहां होता तो आज दुर्गा पूजा में आनंद लेता, लेकिन अब जा नहीं सकता। वो पूछेगा वहां से अंदर से, भगवान तो अंदर है ना। पछताना, जीवन भर दुखी होना। शिवरात्रि का जय जयकार होता है, मन तो करता है जल चढ़ाऊं, क्योंकि वहां तो सपने दिखाए थे, यहाँ आते तेरा सब कुछ हो जाएगा, होने वाला कुछ नहीं। तो क्यों केरला जाते? वो लोग भी तो जा रहे हैं केरला, सपना दिखाया जाता है। लेकिन मजे की बात तो ये है, अपने घर के सामने कोई कचरा लाके डाल दे तो उसके गले पड़ जाते हैं हम लोग, और दिमाग में कचरा डाल के जाता है, ऐसा कर दूंगा वैसा कर दूंगा, उसको कुछ नहीं बोलते, हाथ जोड़ते हैं हम लोग और उसके पीछे हो जाते हैं, कि नहीं? आपकी और मेरी माँ गर्भवती होते समय हम लोगों को गर्भ में लेकर के टोकरी लेकर के पत्ती तोड़ने जाती थी। रास्ते में महादेव का मंदिर होता है तो मंदिर को देख करके प्रार्थना करते हैं, बाबा हम आपके द्वार गए हैं, आ रहे हैं, हम पत्ती तोड़ने जाते हैं, कहीं हमारे ऊपर विपत्ति आ जाए कोई बात नहीं, लेकिन मेरे गर्भ को कुछ नहीं होना चाहिए, मेरे गर्भ में एक सनातनी का दीपक है। वो प्रार्थना करते हैं और एक मंदिर हमको वो दिन याद कराते हैं। आइए एक साधुरी भजन हो जाए, क्या पता समझ में आ जाए आपको। मेरी भाषा शायद समझ में नहीं आ रही, कई लोगों को नींद आ रही है, कुछ लोग मोबाइल इधर उधर पूरे
आइए भजन हो जाए, सातवीं भजन भोले बाबा का। आज सोमवार का दिन भी है। बाद में उसके बाद थोड़ा प्रवचन होंगे, उसके बाद झांकी के साथ फिर दूसरा भजन होगा। सनातन धर्म की शुद्ध सनातन धर्म की सत्य दरबार की श्री कैलाशपति के प्रणाम करके बगन में करी लगा रोरे कर ध्यान धैर्य के सबकी खुशी रखवा दिलाना जय 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 भोलानाथ। वही भजन बीते साल ये जैसे मंदिर है, ये मंदिर की कल्पना करके मैं ये भजन बताए रहा हूँ। मैं सोच रहा हूँ यहाँ पर भक्तजन सुबह सुबह जब काम में जाएगा भोलेनाथ का दर्शन करके एक प्रार्थना चढ़ा के जाएगा कि हे भोलेनाथ, मैं काम में जाता हूँ, मोर घर कर रक्षा कर दे, मोर परिवार कर देख रेख कर दे। ये बीच भगवान इस सुंदर जगह करी शिवालय मंदिर की स्मरण करके भजन तैयार हुए रहे। स्वीकार काम काज जाहिरा रोज रोरे के प्रणाम करके बगान में करी लगा रोरे कर ध्यान धैर्य के सबकी खुशी रखवा दिलाना जय 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 भोलानाथ। भोला भोला भोलानाथ, भोला भोला भोलानाथ, भोला भोला जय भोलानाथ। भोला 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 भोलानाथ, भोला भोला भोलानाथ, भोला भोला जय भोलानाथ। आई हमरा रे दुआर भोला कर देव हमर बेड़ा पार। आई हमरा रे दुआर भोला कर देव हमर बेड़ा पार। हमें हमर जीवन आधार कर देव हमर बेड़ा पार। हमें हमर जीवन आधार भोला 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 भोलानाथ, भोला भोला भोलानाथ, भोला भोला जय भोलानाथ। जय भोलानाथ। और कल्पना कर लो हरी सुंदर गाँवकर सभी मुनाफ में अलग और भोलेनाथ का सुंदर मंदिर रौरे बनकर श्रद्धा भक्ति। दिने कमा बिने खा सुखे दुखे चोरे न घरबा। दिने कमा बिने खा सुखे दुखे चोरे न घरबा। रोरे कृपा से बाबा खुशियाँ है मेरे घर संसार। कृपा दृष्टि रखवा दिलाना जय 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 भोलानाथ। भोला भोला भोलानाथ, भोला भोला भोलानाथ, भोला भोला जय भोलानाथ।
भोला भोला भोलाना, भोला भोला भोलाना, भोला भोला गाना, भोला भोला जय भोलानाथ, भोला। सभी का फिर से दिखा जाएगी, सभी सारी की सेवा करते हैं। भोला भोला भोलाना, भोला भोला भोलाना, भोला भोला जय भोलानाथ, भोला 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 भोलाना, भोला भोला भोलाना, भोला भोला जय भोलानाथ। आली हमार भोला तेरी देव हमर बेड़ा रमे हम जीवन का धार, कर दो हमर बेड़ा रमे हम जीवन का धार, कर दो हमर बेड़ा। भोला भोला भोलाना, भोला भोला भोलाना, भोला भोला जय भोलानाथ, भोला 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 भोलाना, भोला भोला भोलाना, भोला भोला जय भोलानाथ, भोला भोला जय भोलानाथ, भोला भोला जय भोलानाथ, भोला भोला जय भोलानाथ। एक बात यहाँ की विशेषता बहुत अच्छी लगी, यहाँ प्राय प्रेमी लोग दीक्षित हो चुके हैं। ऐसा लग रहा है इस बार के सत्संग से कुछ मानव उत्थान समिति से जुड़े हुए हैं, कुछ स्वबोध संप्रदाय से जुड़े हैं, कोई कबीरपंथी से जुड़े हैं, कोई साई समिति से जुड़े हैं। इसीलिए इस बार उछल कूद बिल्कुल कम। एक दो माता लोग अंदर से जो आया वो भाव प्रकट कर रही है, नहीं तो कोई भी नहीं। बहुत अच्छा लगा। धीरे धीरे हमको बैठना है कि नहीं? धीरे धीरे अपने में समेटना है शांति को, अपने में रमना है। रोम रोम नाचेंगे, हम क्यों नाचे अब, है कि नहीं? अपने अंदर को समेट, ये विशेषता ये है सत्संगी का। इसीलिए कहीं ना कोई संस्था से जुड़ लेना और जुड़ने के बाद दूसरी संस्था को छी मत बोलना। सब कोई भी संस्था के गुरु जी लोग आएंगे, किसी भी संप्रदाय के, जाके सुन लेना, कुछ न कुछ तो मिलेगा वहां से, ठीक है ना? राशन लेने जाओगे, राशन नहीं मिलेगा तो भी स्लिप तो मिलेगा ना, अगले महीने राशन लाओगे, क्यों जी? ये तो समझ में आती है ना आपके। इसमें राशन नहीं भी है बोला तो स्लिप तो मिलेगी, दूसरे बार मिलेगा। तो उसी तरह किसी कोई भी संप्रदाय के गुरुदेव आएंगे, जाना प्रेमियों, खाली हाथ मत जाना, कुछ पत्र कुछ को लेके जाना, चढ़ में बैठना, कुछ न कुछ देंगे, वो लेके नहीं जाएंगे। सबसे बड़ा धर्म मानवता का धर्म, सच्चिदानंद भगवान की, शुद्ध सनातन धर्म की, सद्गुरुदेव भगवान की, बोल भारत माता की, हर हर महादेव। कल से लेकर के आज तक, सुबह से लेकर के अभी तक जो सेवा पूजा हुई, आज के दानदाता प्रधान परिवार थे, इतने हरि भक्तों को भोग लगाया, और बनाने वाले मेरे गुरु भाई लोग और खटने वाले भाई बहन, हम लोगों को भोजन कराने वाली माताएं, इधर सेवा करने वाले माताएं बहनें, और आप सब हमारे मेरे भाई लोगों ने, गुरु भाई लोगों ने पूजन किया, जो किया, आप सब भी ठंडी में आके बैठे। आप हम सभी की सेवा वही जगदम्बा अपने चरणों में स्वीकार करें। हम सभी के तरफ से, आप सभी के तरफ से माँ के चरणों में प्रार्थना, निवेदन, और अपनी वाणी को भी उन्हीं भगवती के चरणों में अर्पण करते हुए आइए आज सोमवार का दिन, भगवती शिवा का, जहाँ शिवा की कथा हो रही हो तो शिव तो आएंगे ही। आज सोमवार का दिन मेरे वनवासियों को दर्शन देने, मेरे बीज बगन वालों को दर्शन देने के लिए, मेरे यहाँ के संपूर्ण श्रमिकों को दर्शन देने के लिए, हम सभी की सेवा स्वीकार करने के लिए मेरे बाबा आए हैं। बाबा का स्वागत करें सुंदर भजन के साथ, फिर हम लोग ज्ञानमाला की तरफ जाएंगे। समय बहुत हो चुका है, आप लोगों ने कल काम में भी जाना होगा, ज्यादा समय नहीं लेंगे। एक भजन के बाद सीधे ज्ञानमाला होगा, पुरस्कार लेके जाइएगा। सच्चिदानंद भगवान की, शुद्ध सनातन धर्म की, सद्गुरुदेव भगवान की, बोल शंकर भगवान की, हर हर शंकर भगवान की। श्री कैलाशपति भोलेनाथ की, भक्तवत्सल भगवान की, श्री कैलाशपति भोलेनाथ की, हर हर महादेव। सभी डम 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 बजे, डम 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 बजे, डम
हर हर बम 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 भोले गावे डमरू बजे डमरू बजे डमरू बजे भक्त सभी नाचेला हर हर बम बम हर हर बम बम हर हर बम 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 भोले गावे डमरू बजे डमरू बजे कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं डमरू बजे डमरू बजे डमरू बजे भक्त सभी नाचेला हर हर बम बम हर हर बम बम हर हर बम 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 भोले गावे डमरू बजे डमरू बजे नचे भक्ति में भूले कर मस्ती में गाँव शहर बस्ती में गूंजला हरदम हर हर बम बम हर हर बम बम पूरब से डमरू बजे डमरू बजे डमरू बजे भक्त सभी नाचेला हर हर बम बम हर हर बम बम हर हर बम 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 भोले गावे डमरू बजे डमरू बजे डमरू बजे भक्त सभी नाचेला हर हर बम बम हर हर बम बम हर हर बम 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 भोले गावे डमरू बजे पार्वती वल्लभाय नमो नमः। प्रणाम प्रणाम करिए और बाबा को यथास्थान पहुंचा दीजिए। भद्रकाली कपालिनी दुर्गा क्षमा स्वाधात्री स्वासोधा नमस्तुते। वंदे देव उमापतिं सुरगुरु वंदे जगत्कारणं वंदे पन्नकभूषणं मृगधरं वंदे पशूनां पतिं वंदे सूर्यशशाङ्कचक्रवह्निनयनं वंदे मुकुन्दप्रियं वंदे भक्तजनाश्रयं च वरदां वंदे शिवं शंकरं। शिव शंकर भगवान की श्रीमद। सर्वप्रथम व्यासपीठमा रहेर हामीलाई भगवतीका गुणानुवादहरू श्रवण गराउनुहुने परम श्रद्धेय दुवै व्यासजी महाराजको चरण कमलमा साष्टाङ्ग दण्डवत। त्यसै गरेर हाम्रो यहाँ वयोवृद्ध हाम्रो बुवा हाम्रा मार्गदर्शक धर्म संरक्षक भन्नुपर्दा केही फरक हुँदैन र यस गाउँका कुल गुरु हाम्रा बीच चिया कमानका परम श्रद्धेय गणेश पद्मा आसीन गुरुदेव अनि यज्ञ आचार्य गुरुदेवहरू जसले बिहानीको समयमा वेदका मन्त्र ध्वनिद्वारा कण कण पवित्र पार्दै मण्डप पूजनको कार्यलाई परिपूर्ण गर्नुहुन्छ अनि दिवाकालीन समयमा देवी भागवतको मूल पारायण पाठ रुद्री चण्डी इत्यादि पाठहरू गरिरहनुहुन्छ। यस्ता महान गुरुदेवहरूलाई पनि म आन्तरिक हृदयबाट सत्सत वन्दन गर्दछु। त्यसै गरेर कला र गलाका धनी सङ्गीतका पारखी कलाकार महोदयहरू जसका मुक्त कण्ठबाट गाइएका ती भजनमा हामी तपाईलाई आनन्द लाग्छ। त्यस्तै गरेर वाद्यवादक कलाकार महोदयहरू जसले आफ्नो आफ्नो वाद्यवादन बजाउनुहुन्छ भजनमा द्रुक्क उठेर नाचु बनाउनुहुन्छ। यस्ता महान कलाकार महोदयहरूलाई पनि म आन्तरिक हृदयबाट सत्सत वन्दन गर्दछु।
त्यसै गरेर आज धेरै दिनदेखि ठुलो जमर्को कसेर यस पवित्र ठाउँमा पहिलो वर्ष श्रीमद् भागवत सप्ताह महापुराण, द्वितीय वर्ष श्री राम कथा र तृतीय वर्ष शिव महापुराण, अहिले चतुर्थ वर्ष श्रीमद् देवी भागवत महापुराण भक्ति ज्ञान यज्ञको आयोजन गर्नुहुने हाम्रा यस बीच बगानका समस्त कमिटीका महानुभावहरू, जसले घर दैलोमा गएर दुःख कष्ट गरेर कतिको गाली सुनेर धर्म रक्षाको लागि, सनातन धर्मलाई बचाउनको लागि, सनातन धर्मको रक्षाका निमित्त घर दैलो गएर चन्दा कलेक्सन गरेर लिएर आएर आज तपाईँ हामीलाई यो आनन्दमय ठाउँ साक्षर भगवतीको मणिदीप बनाउनु हुने कमिटीका सभापति महोदय, उपसभापति, सचिवज्यू, सहसचिवज्यू, कोषाध्यक्ष, सकोषाध्यक्ष एवं उहाँहरूसँग काँधमा काँध अनि साथमा साथ दिएर अग्रणी भूमिका निभाउनु हुने कमिटीका समस्त सदस्यज्यूहरू, आमा दिदीबहिनीहरू, जसले धेरै मेहनत गर्नुभएको छ र आज यो ठाउँलाई मणिदीप बनाउनु भएको छ। यस्ता महान महान विद्वान गुरुदेवहरूलाई ल्याएर विराजमान गराएर उहाँहरूका मुखार यस्ता महान भक्त हुनुहुन्छ, जसले मङ्गलबारे जयगाउँबाट 1010 रुपियाँ, शङ्कर ढुङ्गाना थुन्चु लाइनबाट 1101 रुपियाँ, अर्जुन लामा मिडिल लाइन 1101 रुपियाँ, बीच बगान 1000 रुपियाँ, राजेन थापा ओल्ड हाँसीमाराबाट 1011 रुपियाँ, तुलसी छेत्री बीच बगान टप लाइन 1500 रुपियाँ, सुरज सार्की बीच बगानबाट 1000 रुपियाँ, मङ्गल साहु 8 नम्बर हाँसीमाराबाट 2100 रुपियाँ सेवादान, ध्रुव थापा थुन्चु लाइन बीच बगानबाट 1000 रुपियाँ, 1051 रुपियाँ, किशोर थमला बार्सा लाइन बीच बगानबाट 2125 रुपियाँ, मन्दिरा थापा टप लाइन बीच बगान श्रद्धेय गुरुदेव र बिनागुडी सरुगाउँ हाम्रो सङ्गीत कलाकार हाम्रा भाइ सञ्जित साना साना उहाँहरूलाई लिन तर्लिबित्त गाडी टिमतिर गएको थियो। सो गाडीको सेवा गर्नुभएको छ सुरज विश्वकर्मा मलङ्गी, देवा विश्वकर्मा बीच बगान, सरिता सार्की बीच बगानबाट र आजको ज्ञानमाला कार्यक्रमको पुरस्कार ल्याउनु हुने भक्त हुनुहुन्छ कुणाल थापा र कृति थापा। उहाँहरूले आफ्नो सुपुत्र कुञ्ज थापाको उज्जवल भविष्य र विद्या प्राप्तिको कामना गर्दै आजको ज्ञानमाला कार्यक्रमको पुरस्कार ल्याउनु भएको छ। र आदरणीय भक्त सज्जनविद, यो के हो र जजसले अहिले हामीले जजसको नाम पढ्यौँ, भण्डारा दाता, चन्दा दाता, ज्ञानमाला कार्यक्रमको पुरस्कार अचम्मको पोको जे पनि जति पनि सेवादानहरू गरिरहनु भएको छ र भण्डारामा कति खट्नु भएको छ। हाम्रो भोजनको लागि हाम्रो आमा दिदी बहिनीहरू, हाम्रो गुरुजी छोराको नाम नारद मुनि, कस्तो मजाले राजा परीक्षितको छोराको नाम नारद। जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली, जय दुर्गे जय दुर्गे दुर्गे जय दुर्गे महाकाली। कोशिश गर्नुभएकोमा धन्यवाद। सुनिए ना, ओ पॉकेट में हाथ लगा रही हो, कुछ गिर रहा है क्या? नहीं। क्या नाम है? जन्मजय। जन्मेजय। किसने सिखाया आपको? आपका उत्तर गलत। कैसे बोलूं? सही उत्तर। साधनी गुप्ता, धन्यवाद। हजुरहरूको निम्ति एउटा भजन गाइदिउँ भनेको थिएँ, तर हजुरहरूलाई अलिक परस बीच बगान यो सुन्दर गाउँ सधैँभरि नै हजुरहरूको जयकार होस्, जय होस् भन्ने शुभकामना पनि दिँदै आउनुहोस्, स्वीकार्नुहोला। भक्ति रसमा
भिजेको ठाउँ बिच बगान हो हाम्रो गाउँ छेउमा बग्छिन् तुलसा खोला सलला झलला 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 बिचबाट झलला 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 सबैजनाले सुन्दै यो गाउँको श्रद्धा भक्तिको कथा सुभाष डुवर्समा मात्र नभएर सारा संसारमा छरियोस् हजुरहरूको भक्ति प्रेमको लहर यो कथा गर्छ कर्म गर्छ दशमन आएर धर्म गर्छ कर्म गर्छ दशमन आएर आनन्दले झलला 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 बिचमा झलला 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 बिचमा झलला रसमा भिजेको ठाउँ बिच बगान हो हाम्रो गाउँ भक्ति रसमा भिजेको ठाउँ बिच बगान हो हाम्रो गाउँ छेउमा बग्छिन् तुलसा खोला सलला झलला झलला सबैजनाले गाउनु होला नि किनभने नि दर्शन भनेको त एक झलक धेरै बेरसम्म हेरेकोलाई त हेरेको भनिन्छ फेरि त्यो दर्शन भने त्यो हेरेको भयो माता रानीहरूको दर्शन त झलक्क हुने हो नि त एकै झलक त्यसैले त मन्दिरमा दर्शन गर्न जाँदा घरिघरि पर्दा लाउनुहुन्छ एकै झलक दर्शन गरेपछि भयो 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 जुम 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 भनेर सबैलाई हटाइहाल्नुहुन्छ त्यसैले आउनुहोस् भक्तजन आज शैलपुत्री माताको दर्शन हामीले गऱ्यौँ र भोलिबाट हामी नियमित रूपमा कथा सुन्नेछौँ गुरुकुल आश्रम टक्कै भाइले मिलाए भनौँ भने जय अम्बे अम्बे जय अम्बे महाकाली। ल अब यो प्रश्न आउनु भएको यहाँ आएपछि के गरौँ कसो गरौँ हुन्छ कि बिहान एउटा हातमा माइक हुन्छ एउटा हात चाहिँ सबैको पत्ता फेरि ब्यास गरिदियो हो त्यो त अघि एकजनाले भनेर जानुभयो जय अम्बे अम्बे भक्ति रसमा भिजेको ठाउँ बिच बगान हो हाम्रो गाउँ छेउमा बग्छिन् तुलसा खोला सलला झलला 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 बिचबाट झलला 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 धर्म गर्छु कर्म गर्छु दशमन खाएर चन्दादाता ज्ञानमाला कार्यक्रमको पुरस्कार अचम्मको पोको जे पनि जति पनि सेवादानहरू गरिरहनु भएको छ र भण्डारामा कति खट्नु भएको छ हाम्रो भोजनको लागि हाम्रो आमा दिदी बहिनीहरू हाम्रो गुरुजी उहाँ विराजमान हुनुहुन्छ उहाँको गृह वासस्थानमा दिवा भोजन त्यहाँ भइरहेको छ भने बिहान र रात्रिको भोजन हाम्रो यहाँ प्रीतम भाइको घरमा गुरुदेवहरूको बसोबास अनि
तिम्रो शरणमा पर्छु सधैँ मलाई तिम्रो सहारा चाहिन्छ माता तिम्रो शरणमा पर्छु सधैँ मलाई तिम्रो सहारा चाहिन्छ मलाई तिम्रो सहारा चाहिन्छ सहारा चाहिन्छ माता तिम्रो शरणमा पर्छु सधैँ मलाई तिम्रो सहारा चाहिन्छ मलाई तिम्रो सहारा चाहिन्छ मलाई तिम्रो सहारा चाहिन्छ मलाई तिम्रो सहारा चाहिन्छ। श्री जगजननी दुर्गा माता की भक्तवत्सल त्यही नाक छ त्यही मुख छ त्यही दुईटा कान छ त्यही चिउँडो छ त्यही निधार छ त्यही गाला छ त्यही आँखी भुइँ छ शरीर जो तपाईँको हो त्यही मेरो हो त्यही हाडमासुले भरिएको शरीर तपाईँको छ त्यही हाडमासुले भरिएको मेरो होइन मैले आत्मालाई सोधेको भन्नुहुन्छ भने जुन आत्मा तपाईँको हृदयमा छ त्यही मेरो हृदयमा छ तपाईँको हृदयमा भएकै आत्मा त मेरो हृदयमा छ एउटै त आत्मा केवल आत्मस्थ आत्मा त एउटै हो तपाईँले को हो भन्दा चाहिँ कसलाई सोध्नु भएको शरीरलाई कि आत्मालाई तपाईँको त प्रश्नै गलत छ प्रश्नै निरर्थक छ द्वारपाल छक्क परे यस्तो विद्वान बालक जीव जन्तुसँग घुम्दैछ अनि यो बाघ भालुहरूलाई चाहिँ किन लिएर आउनु भयो तपाईँले यति विद्वान हुनुहुँदो रहेछ यस्तो विद्वत्ताको कुरो गर्नुहुँदैछ त सुखदेव भन्नुहुन्छ यी बाघ भालु कहाँ हुन् यी त सबै मेरा इष्ट हो सबै मेरा परमात्मा हो यिनीहरूको हृदयमा बसेको भगवतीलाई देख्दैनौ तिमी बाघमा पनि भगवती छिन् भालुमा पनि भगवती छिन् हात्तीमा पनि भगवती छिन् यदि बाघ भालुभित्र राक्षस बसेको हुन्थ्यो भने त मलाई उहिले मारेर खाइहाल्थ्यो यिनीहरू सबै मेरा सेवकहरू हुन् त्यसो भए जे पनि होस् अब हजुरको यहाँ आउने कारण चाहिँ के हो त भन्दा तिम्रो राजालाई बोलाऊ म राजासँग भेट्न चाहन्छु र कारण पनि राजालाई नै बताउँछु बिचरा द्वारपाल पनि अलिकति कडा बोली सुनेर छक्क पर्यो अनि त्यहाँबाट भन्नुहुन्छ ठिकै छ म बोलाउँछु तर यो बाघ भालुलाई चाहिँ यहाँबाट तपाईँ भगाइदिनुहोस् सुखदेवजी भन्नुहुन्छ म यहाँबाट भित्र नपसन्दिएसम्म बाघ भालु जाँदैन मेरो अङ्गरक्षक हुने मेरो यति भनेपछि द्वारपाल गयो अब द्वारपाल गएर महाराजलाई भन्यो जनकलाई कि प्रभु यति लामो लामो कपाल भएको 17-18 वर्षको बालक आएको छ द्वारमा राम्रै न राम्रै छ तप तप बल्दो अनुहार छ वरिपरि बाघ भालुलाई लिएर आएका छन् मेरा अङ्गरक्षक हुनु भन्छन् तपाईँसँग भेट्न चाहँदैछन् काम छ जनकलाई थाहा भयो सुखदेव हुन् व्यासजीका छोरा र मसँग चाहिँ गृहस्थ धर्मको विषयमा जान्न खोज्दैछन् ठिक छ आएर द्वारपालले भन्छ हजुर यही प्रतीक्षा गर्दै गर्नुहोस् राजा खाली भएपछि हजुरलाई बोलाउनुहुन्छ व्यस्त हुनुहुन्छ जनकले परीक्षा लियो सुखदेवको धैर्यताको परीक्षा लियो पर्खिनु भयो 1 घण्टा 2 घण्टा 3 घण्टा 4 घण्टा 5 घण्टा 6 घण्टा 7 घण्टा गर्दा गर्दै एक दिन बित्यो दिनभरि त्यही बस्नु भयो रातभरि पनि त्यही बस्नु भयो तर जति बेला द्वारपालले
राजा खाली भएपछि बोलाउनुहुन्छ र तपाईँ पर्खिँदै गर्नुहोस् भनेर द्वारपाल गयो नि। त्यति बेला सुखदेवले मनमा पर्खिने भाव राख्नु भएन, म माता रानीको भक्ति गर्दै गर्छु भनेर बस्नुभयो, ध्यान गर्न थाल्नु। पर्खिँदै गरेको थियो भने समय बित्न गाह्रो हुन्थ्यो, किनभने कसैलाई पर्खिनु पर्यो भने 2 घन्टा बितेको जस्तो लाग्छ, भरे 10 मिनट मात्रै भएको हुन्छ। कसैलाई पर्खिनु पर्दा त्यस्तो हुन्छ। र सुखदेव ध्यानमा मग्न हुनुभयो। उनलाई के 2 घन्टा, के 2 दिन, के 5 दिन, उनी त ध्यान गरेर बसिरहनु भयो। 1 हप्ता बित्यो। द्वारपाललाई भनेका छन् जनकले, सुखदेवको अनुहार हेर्दै गर्नु है, कतै धेरै बेर पर्खाए भनेर रिसाउँछन् कि विचार गर्नु है। सधैँ जान्छन् द्वारपाल, आज पनि गए हेरे त्यही मधुर मुस्कान छ अनुहारमा, भोलि पनि गएर हेर्छन् त्यही मधुर मुस्कान छ, पर्सि पनि हेर्छन्। 7 दिन भयो तर सुखदेवको अनुहारमा अलिकति पनि क्रोधको लक्षण देखिएन, अलिकति पनि रिसको लक्षण देखिएन। यिनी कति धैर्य रहेछन्, यिनले त रिसलाई पनि जितेछन्, यत्रो बेर पर्खाउँदा पनि रिसाएन। अब त जनक महाराज स्वयं हार्नुभयो। अनि त्यहाँबाट द्वारपाललाई भन्नुभयो, जाऊ गएर सुखदेवलाई लिएर आऊ। दौडेर आए, सुखदेवलाई प्रणाम गरे। महाराज हजुरलाई बोलाउनुहुँदैछ जनकले। राजा ए हो भनेर प्रणाम गर्नुभयो, जुरुक्क उठ्नुभयो। अनि बाघ भालुलाई भन्नुहुन्छ, अब हजुरहरू जानुहोस्, हजुरहरू जानुहोस्, म भित्र गएँ। अब बाघ भालुहरू गए, फर्के। अनि सुखदेव भित्र जानुभयो। बाटोमा बात गर्दै 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 जान्छन् द्वारपाल, हजुर यो मनुष्यको शरीरको विषयमा केही बताउनुहोस्। त भगवानले बताउनु भयो सुखदेवले कि मनुष्यको शरीर भनेको परमात्माको धाम। हेर, मानिसको यो आँखामा सूर्य बस्छन्, यो आँखामा चन्द्र बस्छन्, र यहाँ जुन आँखा देखिँदैन यहाँ ब्रह्म छ, यहाँ परमात्मा छ। त्यसैले गर्दा तिलक लगाइन्छ, भगवानलाई आसन दिन्छ। किन तिलक लगाएको? निधारमा तिलक लगाउनुको कारण परमात्मालाई आसन दिएको। याद गर्नुहोस्, हामी यहाँ टोपी पाल्छौँ, यहाँ ब्रह्मरन्ध्र हुन्छ, यहाँ माथि भनेको ब्रह्माको आसन हो। ब्रह्मा बस्छन्, सत्य लोक छ यहाँ। अनि ब्रह्मालाई आसन दिएको टोपी पालेर। हामीले जति पनि हाम्रो वैदिक संस्कृति र परम्पराले हामीलाई सिकाएको छ त्यसको एउटा आधार छ, एउटा कारण छ। तर हामीले चाहिँ नबुझेर टोपी पाल्नेलाई जिस्काउँछौँ। टोपी पाले आफूले त पाल्नै कुरै आएन, आफूले त पाल्नु नै हुन्न, तर जसले पाल्नुहुन्छ उनीहरूलाई पनि जिस्काउनुहुन्छ। गुरुजी यो चाहिँ के हो? एन्टिना हो भनेको कसैले एक दिन। अनि एन्टी नै हो, अब एन्टी नै हो, किनभने चारैपट्टिको कुराहरू क्याच गरेर अब यहाँबाट सुनाउनु पर्छ भक्तहरूलाई। अनि जसरी पहिलेको टिभीमा एन्टिना हुन्थ्यो, अनि एन्टिनामा सबै टानेर चाहिँ अनि टिभीमा देखाउँथिन्। अनि सबैतिरको कुरोलाई टानेर चाहिँ देखाउनु पर्यो, बताउनु पर्यो। जस्तोलाई त्यस्तै प्रकारले सम्झाउनु पर्छ, नभए बुझ्दैन उनीहरू। अनि भन्नुहुन्छ कि यो मनुष्यको शरीर भनेको नि आँखामा सूर्य र चन्द्र छन्। त्यसैले गर्दा आदरणीय भक्तजन, यो आँखा बन्द हुँदा आकाशमा घाम लागेकै किन नहोस् तर अँध्यारो देखिन्छ। दिनमा पनि अँध्यारो देखिन्छ यो आँखा बन्द छ भने, किनभने हाम्रो सूर्य र चन्द्र भनेको आँखामा छ। अनि हाम्रो शरीरभरि 7 समुद्र छन्। जुन पसिना बनेर निस्किन्छन् त्यो पानी हो। त्यो पानी पसिना कसैले चाख्नु भएको होला नि, कस्तो खारो हुन्छ। पसिना खारो हुन्छ किनभने हाम्रो शरीरभित्र समुद्र छ नि त। 7 समुद्र हाम्रो शरीरमा भएकोले समुद्रको पानी शरीरमा छ र खारो हुन्छ त्यो पानी। हाम्रो शरीरमा हावा पनि छ, जुन सास फेर्छौँ त्यो हावा हो। यो के हो? हावा होइन। हाम्रो शरीरमा हावा पनि छ, हाम्रो शरीरमा आगो पनि छ। जिउँदो मानिसको शरीर तातो हुन्छ, यसको अर्थ के हो? हाम्रो शरीरमा आगो छ र तातो हुन्छ त्यसरी। अनि हाम्रो शरीरमा माटो पनि छ, पृथ्वी माता पनि छिन् हाम्रै शरीरमा। जस्तै नुहाइ धुवाइ गरेर आएर पनि यसो हात मार्नुहोस् त माटो निस्किन्छ, जति नै नुहाउनुहोस् तपाईँ, तर पछाडि आएर यसो मार्नु भयो भने माटो निस्किन्छ। निस्किन्छ कि निस्किँदैन? निस्किन्छ। यसको अर्थ के हो? हाम्रो शरीरमा माटो पनि छ। 5वटा चिज हाम्रो शरीरमा छ। पञ्चतत्त्वले बनिएको शरीर। क्षितिजल पावक गगन समीरा,
पंचरचिते यह आधम शरीरा। पृथ्वी जल तेज वायु आकाश यो पाँचवटा चिजले बनिएको हाम्रो पञ्चतत्वले भरिएको शरीरलाई शुद्ध गर्नको लागि हामीले पाञ्चायन देवताको पूजा गर्छौँ घरमा। सबैजनाको घरमा पाञ्चायन देवता होला। गणेश, सूर्य, शिव, देवी, विष्णु, यो पाँचवटा देवी देवता चाहिँ पाञ्चायन देवता हुन्। हामीले घरमा नै धेरै भगवानको फोटोहरू राखिरहनु पर्दैन। यी पाँचवटा भगवानको पूजा गर्नुपर्छ। गणेश, सूर्य, शिव, देवी, विष्णु, यति पाँचवटा देवताको पूजा गर्नुभयो भने